लाज पछेका राप्रपाका केही प्रदर्शनकारीहरू बल्खुमा खुल्ला स्थानमै उभिएर पिसाब गरिरहेका थिए। राजा ल्याउन भनी गरिएको प्रदर्शनमा सहभागी कतिपय प्रदर्शनकारीहरू सडक पेटी छेउछाउमै खुल्लम खुल्ला पिसाब गर्न कति पनि लजाएनन्। हेर्दा हेर्दै लाइन लागेर पिसाब गरिरहेका प्रदर्शनकारीहरूले सडक पेटीतिर हिलाम्मे बनाइदिए। उता भाषण भूषण चलिरहेको थियो, यता प्रदर्शनकारीहरू कता गएर पिसाब फाल्ने तनावमा थिए। तिनकुनेमा गत 15 गतेको प्रदर्शन हिंसात्मक भएपछि आज बल्खुमा तय गरिएको राप्रपाको प्रदर्शनमा पनि उही स्थिति आउन सक्ने डरले व्यापारीहरूले एउटा पनि सटर खोलेनन्। सबै होटल रेस्टुरेन्टहरू बन्द थिए, सबै घरका मूल ढोकाहरू बन्द थिए। अर्थात् प्रदर्शनकारीहरू पिसाब गर्न कहाँ जाने तनावमा थिए र बाटैमा ठिङ्ग उभिएर पिसाब गर्न थाले। एउटा दुईटा गर्दै सबैको पिसाब गर्ने शौचालय सडक पेटी नजिक जस्ताको टहरा बन्यो। आन्दोलनमा सराबरी महिला पुरुषहरू थिए, तर छेउैमा उभिएका महिला दिदी बहिनीहरूको कुनै पर्वाह नगरी पुरुषहरू पिसाबको धारा बगाइरहेका थिए। सबैले फुटपाथमै पिसाब गर्न थालेपछि हामीले सार्वजनिक शौचालय एउटा पनि नभएको हो र भनेर सोधी खोजी गर्यौं। एकजना प्रदर्शनकारीले नै हामीलाई सार्वजनिक शौचालय देखाइदिए जुन मञ्चको आडैमा थियो, तर सार्वजनिक शौचालय चाहिँ खाली, जहाँ फाट्ट फुट्ट प्रदर्शनकारीहरू दिशा पिसाबका लागि पुग्थे। सार्वजनिक शौचालय खासै फोहोर छैन, तर सार्वजनिक शौचालय खाली छ। प्रदर्शनकारीहरू बाटो बाटोमा पिसाब गर्दै हिँडिरहेका छन्। आजको प्रदर्शनका लागि राप्रपाले सयौं स्वयंसेवक परिचालन गरेको थियो, तर ती स्वयंसेवक वा आयोजकले सार्वजनिक शौचालय प्रयोगका लागि कुनै सूचना चाहिँ दिएनन् र प्रदर्शनकारीहरूले पनि सार्वजनिक शौचालयको खोजी गरेनन्। मलाई पनि थाहा भएन, शौचालय त उता पछाडि रहेछ, त्यो बारेमा पहिला थाहा भइदिएको भए राम्रो हुन्थ्यो, तर हामीले हेर्छौँ नि। अब स्वयंसेवकहरूले बढी ख्याल गरे भए हुन्थ्यो। हजुर, त्यो त हो, ठिकै छ। अब यो बारेमा पहिला यहाँ टाँस दिनु पाए त हुन्थ्यो, केही पत्र केही कागज केही लेखेर राखिदिनु पाए त हुन्थ्यो। अब यसमा त्रुटि भयो। राप्रपाका स्वयंसेवकहरू पानीका बोतल र चटपटेका कागज सङ्कलनमै केन्द्रित बन्यो। बालेनले पत्र काट्ने डरले कार्यक्रम नसकिँदै फोहोर सङ्कलनमा राप्रपाका स्वयंसेवकहरू व्यस्त बने, तर आफ्ना प्रदर्शनकारीहरूलाई दिशा पिसाब लाग्दा शौच गर्न कहाँ जाने त्यसको कुनै प्रबन्ध गरेनन्। राप्रपाको प्रदर्शन पुरै बालेनसँग सचेत भएको देखियो, तर शौचालयका सन्दर्भमा ध्यान गएको देखिएन। अघिका प्रदर्शनहरूमा होटल रेस्टुरेन्टहरू खुल्लै हुन्थे, मानिसहरू चिया नास्ता गर्ने बहानामा शौचालय गर्न जान्थे, तर तिनकुने घटनाले बिचरा प्रदर्शनकारीहरूको शौच अधिकार नै सडकमा पोखियो।